नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ। जनकपुरमा भइरहेको विकास निर्माणको कार्यको आज बिहान अनुगमन गरिएको सम्बन्धी प्रसङ्गबाट। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत जनकपुर धाममा भइरहेको विकास निर्माणको कार्यको आज बिहान अनुगमन गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर 4 तथा 7 र 8 मा भइरहेको सडक तथा नाला निर्माणको आज बिहान जनकपुर धाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाह, उपमेयर रीता दाहा, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार ढकाल, वरिष्ठ इन्जिनियर वीरेन्द्र यादव, इन्जिनियर अमर शाह, कन्सल्टेन्ट तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरूले अनुगमन गरेका छन्। अनुगमनको क्रममा सडकमा देखिएको कमी कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढाउनको लागि मेयर शाहले निर्देशन दिनुभएको थियो। निर्माण भइरहेको सडकमा भूमिगत ढल निकासको व्यवस्था गरिएको छ। प्रदेश नम्बर 2 का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले प्रदेश प्रमुख राजेश झाले सरकार विरोधी गतिविधि गरिरहेको आरोप लगाउनु भएको छ। जनता समाजवादी पार्टी जसपा नेपालको युवा संगठनका अध्यक्ष समेत रहनुभएका राज्यमन्त्री यादवले प्रदेश प्रमुख झाले राष्ट्र सेवक कर्मचारीहरूलाई सरकार विरोधी कार्य गर्न निर्देशन दिएको दावी गर्नु भएको छ। उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ। सर्वोच्च अदालतको फैसलाका मुख्य अंश मध्ये पुस 5 गते पछिका राजनीति नियुक्त स्वतः बदर हुन गएकाले प्रदेश प्रमुख राजेश झा अहिराजको असंवैधानिक क्रियाकलाप तत्काल रोक्न समाजवादी युवा संघले जोरदार माग गर्दछ। साथै सरकारको कार्यकारी प्रमुख जस्तै मन्त्रालयका बहालावाला सचिवालयगत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको विरोधमा प्रदेश प्रमुखले निर्देशन जारी गर्नु आपत्तिजनक रहेको छ। प्रदेश सरकारको मुख्य सचिव, सचिव अधिकृत र राष्ट्र सेवक कर्मचारीहरूलाई शिष्टाचार भेटघाटको नाममा प्रदेश सरकारलाई असहयोग गर्ने गरी दिएको निर्देशनको राज्यमन्त्री यादवले भर्त्सना समेत गरेका छन्। प्रदेश प्रमुख झाले संहिता विरोधी चरित्र देखाउँदै राष्ट्र सेवक कर्मचारीहरूलाई आफूसँग सहकार्य र समन्वय गर्न निर्देशन दिएको उहाँले दावी गर्नु भएको छ। प्रदेश प्रमुख झाले राष्ट्र सेवक कर्मचारीहरूलाई शिष्टाचार भेटघाटको नाममा प्रदेश प्रमुखको कार्यालयमा बोलाएर संहिता विरोधी क्रियाकलाप गर्न निर्देशन दिएको राज्यमन्त्री यादवको भनाइ छ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम उल्ट्याइदिएको भन्दै राज्यमन्त्री यादवले प्रधानमन्त्री ओलीले पुस 5 गते यता गरेको निर्णय र नियुक्तहरू समेत बदर हुने भएकोले तत्काल खारेजीको माग गरेको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्वामित्वलाई लिएर चलेको विवादमा सर्वोच्च अदालतले यही फागुन 20 गतेदेखि निर्णय सुनाउने भएको छ। सो विवादको सम्बन्धमा बिहीबार सुनवाई सकिएपछि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन 20 गते निर्णय सुनाउने मिति तोकेको हो। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी बीच एकीकरण भए लगत्तै निर्वाचनमा नेकपाको नाममा दल दर्ता गरिएको थियो। सो दल भन्दा पहिले नै आफूले नियुक्त नाममा दल दर्ता गर्दा गरिसकेको उल्लेख गर्दै ऋषि राम कटेलले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो। आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखिएको उल्लेख गर्दै रिट निवेदनमा त्यसलाई खारेज गरी आफ्नो पार्टीलाई आधिकारिकता दिन माग गरिएको थियो। नेकपा र माओवादी पार्टी एकीकरण हुनासाथ आयोगमा नेकपा नामको पार्टी दर्ता गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रत्यक्ष अगुवाईमा सो पार्टी गठन गरिएको भनी आरोप लाग्दै आएको थियो। स्वास्थ्य मन्त्रालयले मास्क, सेनिटाइजर, क्लोरिन लगायतको स्वास्थ्य सामग्री बजारमा मूल्यभन्दा 4 गुणा महँगो खरिद गरेको पाइएको छ। बजारमा प्रति थान 4 रुपैयाँमा पाइने मास्क 7 रुपैयाँ, 5 लिटरलाई 850 देखि 900 रुपैयाँ पर्ने फ्लोरिन सेनिटाइजर 3500, 5 देखि 700 रुपैयाँ पर्ने क्लोरिन 2500 रुपैयाँमा मन्त्रालयले खरिद गरेको हो। बजारमा सस्तोमै सहजै पाइने बेला गत माघ 22 गते स्वास्थ्य सामग्री मन्त्रालयले किनेको हो। मन्त्रालयले माघ 22 मा मुक्तिनाथ मेडिको फार्मसँग 30,000 थान मास्क र 2500 जोर ग्लोभ्स, 5 लिटरको 35,000 सेनिटाइजर र 5 लिटरकै 30,000 क्लोरिन खरिद गरेको थियो।
ती सामानको बजार मूल्य भने त्यति बेला र अहिले उस्तै रहेको मेडिकल सप्लायर्सहरू बताउँछन्। निश्चित व्यक्तिहरूले कमिसन लिएर बजार मूल्यभन्दा महँगोमा सामग्री खरिद गरेको हुन सक्ने मन्त्रालयका कर्मचारीहरू बताउँछन्। नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृत घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार अधिकृतलाई पक्राउ गरेको हो। आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई 2 लाख घुसको रकम सहित विराटनगर 3 दूध फार्म अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभएको छ। कारबाहीमा परि बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकम सहित आयोगको स्टिङ अपरेसनबाट पक्राउ गरिएको हो। करारका कर्मचारी रहेका सुवेदी विगत 1.5 वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन्। सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रमचन्द विप्लव समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन म्याग्दीबाट पक्राउ परेका छन्। म्याग्दीको मालिका गाउँपालिका 2 बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्दाजी 60 वर्षीय पुनलाई बिहिबार साँझ नै बेनी ल्याइएको छ। प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्य विरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताउनु भएको छ। पुन एनसेलको टावर, डोजर लगायतको निर्माण उपकरणमा आगजानी, चन्दा असुली लगायतको गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ। पुन म्याग्दीको मालिका गाउँपालिका 3 का बासिन्दा हुन्। उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इन्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेको समयमा पुन पक्राउ परेका हुन्। सरकारले चन्द समूहलाई 2 वर्षदेखि प्रतिबन्ध लगाएको छ। काठमाडौँको तारकेश्वर नगरपालिकामा बर्ड फ्लू भेटिएको छ। बर्ड फ्लू देखिएपछि साङ्ला फाँटामा बिहिबार 12:30 बजे कुखुरा नष्ट गरिएको हो। 12,500 कुखुरा नष्ट गरिएको हो। यसअघि पनि गत माघमा नगरपालिकामा बर्ड फ्लू देखिएको थियो। बर्ड फ्लू देखिएसँगै केन्द्रीय बर्ड फ्लू समन्वय समितिको बैठक बसिरहेको पशु सेवा विभागले जनाएको छ। विश्वभरमा 8 करोड 91 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शुक्रबार बिहानसम्ममा 8 करोड 91 लाख 9,259 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 11 करोड 35 लाख 17,374 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 25 लाख 17,968 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 18 लाख 90 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 90 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 94 लाख 32 हजार भन्दा बढी निको भएका छन् भने 5,20,689 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 10 लाख 63 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 7 लाख 48 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,56,861 पुगेको छ। नेपालमा हालसम्ममा 2,73,872 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,70,223 जना निको भएका छन् भने यहाँ कोरोनाबाट 2,685 जनाले ज्यान गुमाइसकेका छन्। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।